सो फाइनली म चाहिँ घर आइपुगेको छु हैन। देख्न सक्नुहुन्छ मेरो बाइक पनि एकदम धुलो छ। मैले धुनु लागेको। अब मैले हिजै भाइजर नयाँ हालेको हैन। यहाँ स्टिकर पनि उकाएको छैन। मेरो बाइक पनि धेरै बनाउनु छ हैन। माथि सुङसाब गएको थिएँ म। आज चाहिँ मेरो घर 5 दिनपछि म आफ्नो गाउँ फर्किआएको छु हैन। यहाँ माथि मेरो घर देख्न सक्नुहुन्छ तपाईहरु। म चाहिँ अहिले स्प्रिङ्गल अलैँचीमा स्प्रिङ्गल बनाउन जाँदैछु हैन। यहाँ स्प्रिङ्गल जोड्नु आँटेको। अब यहाँदेखि 5-6 दिन भयो यहाँ नसारेको पनि हैन। कुन सार्नु पर्ने त्यो पनि थाहा छैन हैन। को छ यहाँ तल? यसलाई यहाँ हेर्नु छ एउटा घुम्दैछ यहाँ मेरो स्प्रिङ्गल। यस्तो भिजन पर्छ हाम्रोतिर चाहिँ अलैँचीमा हैन। अर्को पाइप कहाँ छ अब उपर एउटा बनाउँछ है। यो पानी भयो यत्रो हैन। अब म यसलाई जोड्ने छु यहाँ सकेटमा। एकछिन फोन राख्ने छु म यहाँ गाइस। जोडिनु मानेकै छैन स्प्रिङ्गल पनि। मैले जोडिदिइसकेँ हैन। यहाँतिर चाहिँ हेर्नु होला यहाँ अर्को घुम्न थालेछ मेरो स्प्रिङ्गल पनि। यहाँ अर्को पनि घुम्न थालिरहेछ। यहाँ चाहिँ भर्खर अलैँची रोपेको। यहाँ तल आलु रोपेको। यसलाई बनाउन आएको थियौँ। यो नि भइसकेको छ। घुम्दैन त। अब चाहिँ घुम्न थालेछ है गाइस। यसरी हुन्छ हाम्रोतिर चाहिँ स्प्रिङ्गल। मेरो यो छोटो मिनी ब्लग यतिमै एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच।